हजुरलाई स्वागत छ मेरो YouTube च्यानलमा। यहाँ हुनुहुन्छ हाम्रो नयाँ मान्छे मेरो भिडियोको नयाँ मान्छे। नयाँ त हुनुहुन्न, पुरानै हुनुहुन्छ। मेरो भिडियोको चाहिँ नयाँ मान्छे हुनुहुन्छ। ल हेलो गरिदिनुस्। हेलो गाइज, आज चाहिँ म रितिकाको ब्लगमा आएको छु। फर्स्ट टाइम नै आएको छु, तर यसको भिडियो धेरै त छैनन्, त्यही पनि म यसको भिडियोमा चाहिँ फर्स्ट टाइम आएको छु। र म यसको चाहिँ दिदी कसको छोरी भनेपछि यसको ठुलमम्मीको छोरी। आज चाहिँ यिनीहरू हाम्रो घर आएका छन् अनि यहाँको मम्मीको आज चाहिँ हाम्रो मम्मीको बर्थडे रहेको छ, त्यही भएर आएका छन्। हामीले चाहिँ खानासाना सबै कुरा पकाइसकेँ मैले। यिनीहरू चाहिँ कामै छैन, चक्च गर्दै बस्दै गरेर राख्नु। यसले अघिबाट 1 घन्टा भइसक्यो यसले भ्लग स्टार्ट गर्नलाई। यसले जान्दै नजानेर अहिले मसँग बल्ल भ्लग स्टार्ट गर्छ। यस्ता पनि भ्लगर हुन्छन्, हुँदैन कदापि पनि हुँदैनन्। र हजुरहरूलाई म एउटा कुरा देखाउँछु, एउटा कुरा हेर्नुहोस्। जाइनहरू हेर्नुहोस्, जाइनहरू ठोके पर पनि बस्छ जाइनहरू। उयो अनुष्क्यो बौला नि यो फेरि हो। हामीले सबैले देखाउँछौँ। अनि रही ऊ त्यहाँ चाहिँ हाम्रो माम पाकिरहेको छ। माम पाकेपछि हामी खान्छौँ। तिनीहरू जाइनहरू भोक लागिसकेको यिनीहरूलाई भोक लागिसकेको छ। अब हामी एकछिन चाहिँ भात पाकिसकेपछि हामीले यिनीहरू जाइनहरूलाई खाना दिन्छौँ र हामीले पनि खान्छौँ। र अनि त्यसपछि हामी बर्थडे सेलिब्रेसन पनि गर्छौँ र हजुरहरूलाई पनि देखाउँछौँ सेलिब्रेसन गरेको भिडियो चाहिँ। र त्यो भिडियो चाहिँ आज हाम्रो रितिकाको भ्लगमा आउँछ। हजुरहरू सबैजनाले लास्टसम्म हेरेर साथ दिनु होला। बाई बाई। एकछिनका आउँछन् ल। हेलो गाइजहरू, आज चाहिँ म हजुरलाई चाहिँ मैले के पकाएँ मेरो अनुहारमा देखाएन। मैले चाहिँ आज के पकाएँ भनेर चाहिँ म देखाउन चाहन्छु ल। हाम्रो चाहिँ यो चाहिँ एकछिन यो चाहिँ हाम्रो अचार रहेको छ, तर कालो देखेको छ है। यो चाहिँ हाम्रो दाल रहेको छ भने यो चाहिँ हाम्रो दही, अनि यो चाहिँ हाम्रो मासु रहेको छ, तर यहाँ कालो देखेको छ। म बाहिर गएर भिडियो बनाउँछु ल। बाहिर चाहिँ हाम्रो जाइनहरू बच्चाहरू यो चाहिँ भूमिका हो, हाम्री माइला मामाको छोरी हो। यो पुच्चे यो पुन्टेले हाई गरेछ। यो चाहिँ साइल मामाको छोरी हो। यो चाहिँ मेरो भाइ हो। यो चाहिँ रितिका बौलानी, अरे अनुष्का बौलानी हो। अनि यो चाहिँ पछाडि पनि बिहान रहेको छ। बिहान पनि यसको भाइ हो, अनि यहाँ मामाको छोरो। अहिले मामाहरू चाहिँ अहिले पछि आउनुहुन्छ। मम्मीहरू चाहिँ अहिले चाहिँ के अरे गहुँ काट्नु जानुभएको छ। गहुँ काटेर अहिले एकछिन पछि आउनुहुन्छ। अब आउनुहुन्छ होला सायद। घर जाने मान्छेलाई ढिलो हुनसक्छ, त्यही भएर ऊ यहाँ पछाडिबाट हेरिरहेछ। म बोले यसले यो सन्दीपले यो चिचाइराख भ्लगमा चिचाइराख जाइनहरू सताएर। यो छ यो लास्टै यो यस्तो सताउँछ नि, सस्तो सताउँछ। तर मसँग चाहिँ एकदम डराउँछ। अझ हात पकरेछ आज। मैले यता बोल्न लाएर चाहिँ हात पकरेँ है, नत्र यसले पकडी पनि थिएन कि। यसले यस्तो डराउँछ मसँग, किनकि एकदमै धेरै नै सताउँछ कि धेरै नै यिनीहरू दुई बहिनीको माया प्रेम हेर्नुहोस्। माया प्रेम फेरि हो यस्तो बोल्छ नि यो। हेलो गाइस, म फेरि अब हाम्रो गाउँबारीमा आइसकेँ। मैले भनेको थिएँ अघि नै, मम्मीले माइजूले आन्टीले गहुँ काट्दै हुन्छ भनेर। यता हुन्छ हाम्रो मम्मी हाई गरिदिनुहोस्। हाई गर्छ मम्मी। अब यता हेर्नुहोस्, यो भ्लग चाहिँ रितिकाको है। यो चाहिँ रितिकाको मम्मी हुन्छ। यहाँ हुन्छ हाम्रो माइजू हुनुहुन्छ, साइली माइजू। यहाँ चाहिँ गहुँ काट्दै भइरहेको छ। र केही भनिदिनुहोस् तपाईँले। दौ बहरे खाना पाकिसक्यो। अब गएर धान गरे गहुँ काटिसकेपछि खाने हो। यता हुनुहुन्छ हाम्रो आन्टीलाई कस्तो भइरहेको छ? मलाई नि अल्छी लाग्छ अरे। अहिले मासु भात खाएपछि अल्छी सबै गइहाल्छ। आज चाहिँ हाम्रो मम्मीको बर्थडेमा बोलाएको थियौँ, तर यहाँ मम्मीले मौकामा चौका हानिदिएको छ। गहुँ कटाइ गरौँ मौकामा चौका हानिदिनु भयो मम्मीले।
अब हामी एकछिनपछि चाहिँ बर्थडे मनाउन जान्छौँ। चाहिँ गाउँ काटेर हिँडिसक्यौँ। मैले चाहिँ काटेँ होइन, गाउँ चाहिँ भ्याइया होइन फेरि काटेर। अझै भोलि बिहानलाई पनि छ। भोलि बिहान फेरि मेरै हो पालो। अझै 3 दिन भइगयो गाउँ काट लाया, 3 गट्ठा पनि छैन 3 दिन लागेको। राम्रो उयो भूमिका आइन्छ हामीलाई ल्याउन। डराउँछन् भनेर होला, हामी फेरि डराउँदैन। हामी डराउँछौँ, हामी डराउँदैन, त्यही पनि ल्याउन आयो कि आउनु सक्छु कि। अब चाहिँ हामी गएर सिधै गएर अब चाहिँ हामी के गर्छौँ भनेपछि अब हामी बर्थडे बनाउने तयारी गर्छौँ। यिनीहरू जाइनहरू आउँदैछन्, म चाहिँ अगाडि हिँडिसकेँ। अझै कतै ढिलो गरिराखन् तिनीहरूले आउन। अब हाम्रो जाइनहरू के गर्यो है, हेरौँ है हेरौँ हाम्रो जाइनहरूले। हाम्रो जाइन आमा भ्यायो लाग्यो यहाँ बर्थडे बनाउने। ल रेडी 1 भाउजू खै ल ह्यापी बर्थडे ह्यापी एकछिन बोल्छ कि बोल्नु बोली जान्छ। छिटो आउनु भाइ र बा। भन्यौँ किन मामाले भने हामीले बताउनु भएन। अब यस्तै हुन्छ। त्यहीमा जोड्छु भन्न सिधै त्यस्तो गराउनु भने मान्दै मान्न। यस्तो केटाहरूले छिटो गराउनु केही नगर रमाइलो हुन्छ। केटाहरूले रमाइलो गरिदियो ल। त्यो बोलिसक्यो त्यो अब बोले हैन, बोल्दै बोले हैन, बोल्छ बोल्दै बोले हैन। केको बोल्छ र बोल्छ बोल्दैन के अब बोल्छ कि भने बताउँदा हैन। बोल्छ के त्यो बोलेर निम्याउनु बोल्दैन। बोल्दै बोले हैन त कहाँबाट निम्नि हो। बोले हैन तल गराएछ बोल्छ होला के। बोल्छ कि अहिले कस्तो अर्कोमा तपाईको जेर बोलिरहेछ। ल बस्नु न दुईजना बस्ने गाइछि। मम्मीतिर छिर्दैन सन्दीपे फुपूलाई येमा पर्छ के नछिर त Happy birthday to you. Happy birthday to you. अहिले त यहाँ त्यसमा छ के अझै 4 सालको पनि छ यो लक लगाउने यो लक लगाउने के लगाउने त्यसमा लक लगाउने गराइदिनु हामीलाई गराइदिनु अस्ति माइल पनि त्यही भन्थ्यो अब हात चाहिँ रोला चाहिँ खाए ल लगाइदिनु भाइ मम्मी पनि लगाइदिनु हामी छोरा लेख्न लगाइदिनु त मम्मी तपाईँ सिधा है मैले पनि के भन्छ बिहानले दिनस गर्छ म यहाँ छु एउटा चुन्नी पुग्थे त्यही टी-सर्ट पुग्थे त्यो अर्को टी-सर्ट पुग्थे त्यही हो त्यो ल त नानु लाइक देखाइदिएछ यसले अर्को छैन त्यो चुन्नी यस्तो यो ल बर्थडे
मिठी मिठी जाऊ यो फुपीलाई जाऊ जाऊ लाउनु भन्दै जाने रहेछ के सर्किँदै लाउनु सर्किँदैन के खोज्यौ यो काचा काचा गरेर यसरी के यसरी ल फुपीलाई खोज्यौ ल्याउ आ गरेर दिदी लेख्नु भएको छ बडे दिदी म फेरि दिन आतिनमा उता बाबुलाई दिए भने नि मिठी केमा दिम भने के त्यसलाई यसो दिन धेर भित्रको हो त्यो कालो त्यो क्रिमले बस्दै खान जात त होइन कृतिका युट्युबमा हाल्यो अब 10 मिनेट के अरे 20 मिनेटको भिडियो यो सानो छ अहिले तिमीलाई के नोला छ छिटछिटको लागि चाहिँ जगिला कसको देखा तपाईकै पालो ल्याउ कि ल्याउ त्यसले खाना हाल्थे धेरै धेरै शुभकामना मनले सोचेको पुरा होस् दुःख बेग नहोस् यो रीतिका अलि तातो ल के ल खाटा लाएर केक ढाल्देऊ ला के नगराए त्यो गरौँ के पर्ने नि सबैलाई ठिक हो अहिले लगाइदिनु लाग्यो ज्याउ लाग्छ आया आया पहिले बनाए खै सुमिताल भेस्ट दिए थी के सुमिताल भेस्ट दिए थी खै भेस्ट यी यहाँ फाले हान ए मुखमा के हाल्छ बोला नि अड्केला जीवन मुखमै हाल्ने यो त खतम छ कि मान्छे के हो मुखमा हाल्ने के हो अब हाम्रो हाल्नेको हैन अब हाम्रो मैले लगाइदिने हो हेर्न मार्दै ल्याइदिन्छु टिका लगाइदिने गरौँ अहिले खाउने है अहिले अहिले लाग्यो ए बच्चो लगाइदिनुस् बस्न ल अब चच्चरी तेल मागे के रातले रङ गरेर मम्मी भन्छ बाबु दार त 37 लाग्नु नि कता भइछ नि यहाँ ओम श्री रवर्चस्व मायुष्य मारुति माविता चोपमान महीयते धनम धान्यम पशुम बहुपुत्र लाभम विद्यापलम सत यो संवत्सरम धेरै बेर दीर्घमायु हो जान सिप्या जन्मदिनस्य शुभ भिडियो गर्दैन त भिडियो गर्नु पर्ने के फोटो भएको अब काट लाग्थ्यो ल गाड अहिले खाउँछ है अहिले खाने है अहिले खाउँछ धेरै भयो धेरै आज कस्तो धेरै हजुर ह्यापी टु यु ह्यापी टु यु कसको ह्यापी टु यु कसको ह्यापी टु यु बाबुको ह्यापी टु यु हैप्पी टू यू त्यो बर्थडे के त्यो छिर्न गएर आयो उतेलाई ये ढाल ढाल लाग्यो भद्रो पार्यो भद्रके बारे कल भिडियो गराइदिरहेको छु भ्लगमा आउँछ यो संसारपट्टि गएको थिएँ आउँदा त उठ्तिखेर कति जाडो खोइ यता हातमा भएन के अन्त म त पसलमा गएर आउँछु बाबुलाई यता ल्याउनु न एकैछिन ल ढालिदियो आन्टीको फोटो खिचिदिनुहोस् हैप्पी टू यू बट्टी अर्को गान भन्दै न बोल्दै उता हेर के उता हेर कसको खतरा हुँदैछ बबाल आछ बबाल कसको खतरा हुँदैछ त्यो यो त राम्रो क्यामेरा कसको खै दिदी
गजब छ ल यो कसो भयो है सुरा खतरा रहेछ नदेखाएर देई अरे अब ओए लगाइदे ओए कोल लगाइदिनु अब मैले कोल लगाइदिनु खतरा लगाइदे सुरा कसको हो यो साइल मेजुको खतरा हुन्छ जिप गर्दा बनाइदि राख्नु के